हे गाइस, तपाईहरु पनि आफ्नो आइपिओ भरेर पैसा कमाउन चाहनुहुन्छ भने तपाईले आफ्नो जुन खाता खोल्नु भएको छ त्यहाँ गएर मेरो सेयर र डिमान्ड अकाउन्टको फर्म अप्लाई गर्नु होला। त्यसपछि चाहिँ तपाईले यो मेरो सेयर खोलिसकेपछि गुगलमा सर्च गर्नु होला मेरो सेयर। अनि त्यसपछि तपाईले सर्च गरिसकेपछि बैंक आफ्नो जुन बैंक मा खोल्नु भएको छ त्यो बैंक सिलेक्ट गर्नु होला। अनि आफ्नो आइडी नम्बर सिलेक्ट गर्नु होला यहाँ चाहिँ। त्यसपछि चाहिँ तपाईले यहाँबाट लगइन गर्न सक्नुहुन्छ है त। त्यसपछि तपाईले चाहिँ आइपिओ जुन खुलेको हुन्छ आफ्नो खुलेको आइपिओ लाई चाहिँ तपाईले यहाँ भर्न सक्नुहुन्छ। म एसएसबी गएर अनि यहाँ सोलो हाइड्रो पावर खुलेको छ, म चाहिँ अप्लाई गर्छु। र अप्लाई गर्दाखेरि चाहिँ तर आफ्नो जुन बैंकमा तपाईको खाता छ त्यो बैंक सिलेक्ट गर्नु होला। अनि अकाउन्ट नम्बर सिलेक्ट गर्नुस्। अनि कति किता भर्ने 10 किता गर्छु मैले। अनि सिआरएन नम्बर हाल्नुस्, टिक लगाएर प्रोसेसमा गरिदिनुस्। अनि यहाँ 4 पिन नम्बर हाल्नुस्। त्यसपछि चाहिँ तपाईले तपाईको अप्लाई हुन्छ र जुन दिन खुल्छ, जुन दिन तपाईको बाँडफाँड हुन्छ पर्यो भनेपछि तपाईले 8-10 हजारदेखि 15-20 हजारसम्म कमाउन सक्नुहुन्छ। यसरी स्टुडेन्ट हुनुहुन्छ या त जुनसुकै कामको क्षेत्रमा भए पनि तपाईले यसरी पैसा कमाउन सक्नुहुन्छ।